यो दिउँसोको टाइम हो क्या है खानासाना खाएर सुत्छ एकचोटि सुतेर उठेर चाहिँ अब उसको ड्युटी भनेको उसको आमाकोमा ल्याउनु पर्यो होइन अनि आमा भन्नाले चाहिँ मेरो सासु आमा है साथीहरू तपाईँले चाहिँ मेरो सासु आमा देख्नु भएको छैन होला होइन अनि गेट खोल्दै थिएँ कि तपाईँले चाहिँ मेरो सासु आमा देख्नु भएको छैन होला होइन आज चाहिँ म तपाईँलाई मेरो सासु आमा देखाउँछु है अनि कस्तो हुन्छ भन्दा मेरो सासु चाहिँ अलिकति छुच्ची हुनुहुन्छ कि पक्नै म देखाउँछु अनि मेरो यहाँ उसको हजुरआमाकोमा ल्याउनु पऱ्यो रे यो निहान मान्दैन क्या मान्दैन होइन अनि उसलाई दिनमा एकचोटि दुईचोटि भयो नि ल्याउनुपर्छ अब के गर्नु साथीहरू अलग अलग बसे पनि अब उसको हजुरआमा हो जे भए पनि होइन आज म निमानको हजुरआमालाई देखाउँछु है तपाईँले देख्नु भएको छैन होला भित्र छिरे के गरिदियो आमा अनि यहाँ हाम्रो सासूलाई चाहिँ दिनदिनै ढोग्नुपर्छ कि साथीहरू अलिकति पुरानो जमानाको हुनुहुन्छ नि त यहाँ आएन हाम्रो सासू है अनि सासूले पो बुहारीलाई दिने हो त ल नाति समात्नु के लिएर आने नाति लिएर आइदिनु ल अब गएर आमाकोमा है साथीहरू तपाईँले मेरो सासू देख्नु भएको छैन उहाँ कति राम्रो हुनुहुन्छ हेर्नु त सासू कति राम्री नि तर यसो हेर्दाखेरि त बुहारी भन्दा सासू नै राम्री नि जवानीमा कति राम्री थिइन् ओली यिनी बुढीहरू त अब चाहिँ निमानको डे टाइम यही हो अनि म हेर्न सक्दिनँ कि साथीहरू अनि यहाँ ल्याइदिन्छु अनि हेरिदिनु छ खाना खानुभयो किन नबोला कि यहाँ भ्लग स्टार्ट गरेको छु भनेर हेर्नु साथीहरू यहाँ बोल्नु नि भएको छैन त्यहाँ काम गरिराख्नु भएको छ उहाँ चाहिँ मेरो जेठानी दिदी है तपाईँले देख्नु भएको छैन होला भिडियोमा म कहिले राख्दिनँ उहाँ लजाउनुहुन्छ कि आजको भ्लग हेर्नुभयो मेरो हेर्नु भएको छैन होला अहिले पक्नु तपाईँको टिभीमा लगाइदिन्छु म हेर्नु साथीहरू आफै आएर भ्लग लगाइदिन्छु के गर्नु नयाँ भ्लगहरू हो नि त भर्खर भ्लग स्टार्ट गरेको होइन ए मलाई त क्यामेरा ठडाएर बोल्ने बानी पनि लागेको छैन अब बोले गर्नु पर्दा छ अब निमान ऊ भयो आमाले लानुभयो अब चाहिँ म सुत्छु कि म यहाँ सुत्न आएको म हिजो राति पनि अलिकति निन्द्रा लागेन होइन 12 बजीसम्म उठिरहेको थिएँ अनि बिहान पनि छिट्टो उठ्छु नि त सासूसँग नबसे पनि म त बिहान छिट्टै उठ्छु कि साथीहरू अब म एकछिन सुत्छु अनि सुतेर उठेर फेरि के गर्छु तपाईँहरूलाई देखाउँछु नि है कता लाग्नु भयो आमा आमा सासू आमा यहाँ मलाई यहाँ खानेकुरा ल्याउन जान लाग्नु भएको छ साथीहरू मिठो लिएर आउनु ल चमचम मिठाई ल्याइदिनु ल हेर्नु है सासूको कस्तो के अरे ऊ लाग्दो रहेछ आश लाग्दो रहेछ सासू मायाको हेर्नु त्यहाँ झोला बोकेर त्यो झोला भरि मलाई के मिठाई ल्याउनु छ अहिले देखाउँछु है साथीहरू म उल्टोपट्टिबाट हेर्नु न हाम्री सासू आमा अलिकति लोभिनी हुनुहुन्छ साथीहरू त्यही पनि मलाई मिठाई ल्याइदिनुहुन्छ हेर्नु साथीहरू म देखाउँछु तपाईँलाई भिडियोमा अर्जेन्टिनाले जित्यो नि त हिजो होइन अनि यहाँ मलाई अर्जेन्टिनाले जितेर मिठो गयो भनेर यहाँ कस्तो तनाव गरिसके गाइजहरू साथीहरू हेर्नु है अनि त्यसपछि फाइनल जित्नु पर्यो नि फाइनल जित्यो भने खुवाउँछु मिठाई खुवाउँछु चमचम मिठाई चमचम साथीहरू चमचम मिठाई खानुभएको छ यस्तो मिठो हुन्छ त्यही भने पाउँदैन तर एउटा ठाउँमा चाहिँ सबै चमचम चाहिँ मिठो छैन है एउटा ठाउँको चमचम यति मिठो छ होइन 100 रुपियाँको एउटा पाउँछ कस्तो मिठो छ क्या अनि भाउजूलाई चाहिँ म त्यो चमचम खुवाउँछु फालिसक्यो मेरो छोरोले छोरे यहाँ हुँ साथीहरूलाई हेलो भन्थ्यो हेलो गाइजहरू अनि निवान पनि अब बोल्न खोजिरहेछ बल्ल बाबा भन्न सिक्यो अस्ति मम्मा भन्न सिकेको थियो सेकेन्ड वर्ड चाहिँ उसले बाबा भनिरहेछ होइन अनि बाबा भने यहाँ यो देख्नै हुँदैन उसलाई त्यो हुँदैन बाबा अहिले मार्नुहुन्छ त्यो खेल ओ ल हेर्नु साथीहरू यो निवानलाई चाहिँ छुन्नुपर्ने रे हेर्नु है मेरो जेठानी मेरो भ्लग गरेर बस्नुहुन्छ त्यहाँ हेर्नु टिभीमा मेरो भ्लग हेर्दै बस्नुहुन्छ यहाँ सुत्न आएको मान्छे मलाई पनि मेरै भ्लग हेरेर बसाउनु भएको क्या त्यहाँ हेर्नु न ल मेरो यहाँ के भन्नुभएको छ भन्दाखेरि होइन यहाँ मेरो भ्लग लाइक गर्ने रे होइन मुनिवाला गरौँ कि माथिवाला गरौँ लाइक भन्नुहुन्छ हे प्रभु म त मुनि र माथि भनेको के हो भनेको त भरे यो रे मुनिवाला साथीहरू तपाईँहरू मुनिवाला लाइक नगर्नु होला है साथीहरू प्लिज माथिवाला लाइक गरिदिनु होला प्लिज साथीहरू प्लिज सपोर्ट गरिदिनु होला साथीहरू म चाहिँ सुतेर उठेँ गाइज होइन रातभरि निदाउनु पाएको थिएन क्या अनि अब निवान चाहिँ उसको दादासँग सुतिरहेछ उठेन एकचोटि हेर्न जान्छु है त
साथीहरू निवान हेर्नु यहाँ निवान उठेर यहाँ निवानले खाँदैछ कि काँक्रो होइन अनि मैले चाहिँ के भन्नु म नि सुतेर उठेँ अनि यहाँ सबैजना चाहिँ खाजा खाँदै हुनुहुँदो रहेछ तर म चाहिँ खाजा नखानु होला मलाई कसैले दिए पो खानु कसले बनायो यहाँ भाउजूले होइन खाजा बनाएर दिनुभएको छ होइन आमाहरूलाई सबैजनालाई ए आमाले आफै बनाउनु भयो यस्तो जागरली हुनुहुन्छ आमा चाहिँ हाम्रो सासूलाई खाजा बनाएर खुवाउनु पर्दैन कि साथीहरू सासूले हामीलाई बनाएर खुवाउनुहुन्छ कि यस्तो राम्री सासू पाउनु त है भाग्यमै चाहिन्छ ल साथीहरू म चाहिँ निवानलाई बोक्दैछु अब हेर्नु ल निवान खाँदैछु खाऊ सानो निवानी निवान सुतेर उठेछ म नि सुतेर उठेँ निवान चाहिँ दादासँग सुतिरहेको थियो है अनि म चाहिँ माथि सुतिरहेको थिएँ कि भाउजूको रुममा होइन सासूले के जेठानीलाई मात्रै एसी राखिदिनु भएको छ क्या हामीलाई एसी दिनुभएको छैन म चाहिँ कस्तो फ्यानमा सुत्दा सुत्दै घाँटी दुखिसक्यो होइन जेठानी चाहिँ मस्त एसीमा सुत्नुहुन्छ क्या अलिकति भेदभाव त गर्नु भएको जस्तो लाग्छ त्यही पनि हुन्छ ठिकै छ अब केही छैन म सानी हो नि त अब सानो मान्छेले अब अलिकति बुझ्नुपर्छ अब के भन्नु न तर कति धेरै साउन्ड आउँछ होला है अब त मैले माइक युज गर्नुपर्छ जस्तो छ साथीहरू कुन माइक चाहिँ युज गर्दा राम्रो होला मलाई यसो कमेन्टमा भनिदिनु ल मलाई चाहिँ फेरि माइकहरू यस्तो केही पनि आइडिया छैन मसँग छँदा पनि छैन है पकाएर खुवायो भने चाहिँ म नाइ चाहिँ भन्दिनँ साथीहरू होइन कोही हुनुहुन्छ भने यसो पकाएर खुवाउनु होला होइन नाइ भन्दिनँ म अनि के साथीहरू म यहाँ सधैँ आउँदिनँ नि साथीहरू सधैँ के आउनु है नआउने के अब सधैँ त कहिले काहीँ अब आज आएँ होइन हिजो निन्द्रा पुगेको थिएन अनि आज यहाँ कस्तो मिठो मिठो खाजा पाक्दैछ हेर्नु निवानलाई खानु सक्छौ तिमी सुतेर उठ्ने बित्तिकै तिमीलाई खानुपर्छ बाबु कस्तो होला क्या मैले यहाँ भिडियो अन गरिसकेँ है आज निवानले गाइज होइन आज निवानले फर्स्ट टाइम बा भन्यो बा भन्न छ ल सासुआमा देखाइदिनु त कहाँ लिएर ल बा भन्छ है अब निवानले बा भन्छ यो क्यामेरा बाबा ल्याउँछ गाडी भन नाइ भन्नु बाबा लगाइ जब चिया पनि खाएँ अनि खाजा पनि खाएँ होइन आफूले बनाउनु पर्दैन खाजा कस्तो आनन्दको जिन्दगी छ मेरो है अनि यहाँ बारीमा आएको छु कि म हेर्नु त यहाँ हाम्रो यहाँ बारी छ फ्रेस तरकारी हुन्छ यो बारीहरूमा चाहिँ होइन भाउजू कहाँ जानुभयो निवानलाई लिएर चाहिँ उसको ठुलो मामु उता जानुभएको छ कि अनि म चाहिँ उनीहरूलाई खोज्दै आएको गाई मलाई चाहिँ खासै यो भ्लग स्लग केही पनि बनाउनु आउँदैन है अनि यो धेरै अनि के अरे भन्न आउँछ साथीहरू सिक्दै छु त्यहाँ ल हेर्नु है बारी ए तपाईँहरूलाई तरकारी चाहियो भने भन्नु ल यति धेरै तरकारी यहाँ धान पनि मैले रोपेको गाई यो धान हेर्नु त यो धान चाहिँ मैले रोपेको निवान चाहिँ उता मामुसँग त्यहाँ घुम्दै छ हेर्नु निवान यस्तो ठाउँमा घुम्न पायो भने त अनि के घरमा बस्थ्यो त त्यही भएर उसलाई ठुल्माम चाहिन्छ क्या अनि ठुल्मामको पछाडि दौडिन्छ अनि कि हाम्रो भाउजूले चाहिँ अनि के अरे निवानलाई बोकिराख्नु भएको के अनि बोकिदिनुहुन्छ जे होस् मलाई कस्तो हाँसान बुढी मुख लुकाएर यहाँ हाम्रो भाउजूलाई चाहिँ लाज लाग्छ अरे के अनि हेर्नु पिठी देखाएको हेर्नु न भाउजूको अनुहार हेर्नु छ भने तपाईँहरू कमेन्ट गर्नु होला है गाइज अनुहार देखाउने नै यो बुढीमा कहिल्यै अनुहार देखाउँदैन है त्यहाँ हेर्नु निवान त्यहाँ बसिरहेको छ होइन हेर्नु न गाइज मलाई यहाँ यो मेरो भिडियो बन्द गर्नु भनेर कस्तो धम्की दिइराख्नु भएको छ कि अब के गर्नु गाइज अब यस्तै हो बनाउनु पर्यो होइन भिडियो त अब के गर्नु क्या भिडियो बनाइरहेको छु म त्यहाँ अन्त हेर्नु त्यो बुढी कहाँ पुग्नु भयो निरु देवी निरु कुमारी त्यहाँ हेर्नु त्यहाँ पुगेर भिडियोमा नदेखाउ रे ठिकै छ अब उहाँलाई मन पर्दैन भने नदेखाउनु यहाँ कुखुरा पालेको छ त्यहाँ फुलहरू छ यहाँ गोलबेडा रोपेको छ यहाँ धान मैले रोपेको मैले अघि भने नि तपाईँलाई मैले रोपेको धान चाहिँ यही हो अब त्यहाँ हामी जान्छौँ ल ठिक छ गाइज अब बेलुका
भइसक्यो यहाँ हेर्नु न गाई हाम्रो छिमेकीको चाहिँ बारी रहेछ कि अनि यहाँ मुन्टा रहेछ अब यो मुन्टा माथि पुग्यो भने त म टिपेर खान्छु होला यो छिमेकीसम्म चाहिँ यो भिडियो नपुगोस् पुग्दैन होला त्यहाँसम्म त पुग्दैन होला कहाँ हेर्छ यहाँ न पुरै धान रोप्या छ यहाँ हाम्रो वरिपरि चाहिँ यो सासु बुढीको जग्गा हो कि मार्छ सासु बुढीले हेऱ्यो भने आमाको उसमा चाहिँ मोबाइलमा चाहिँ सब्सक्राइब नगरिदिनु ल भाउजू यत्तिकै के आमा बुढीले मलाई मार्छ कि के बोल्छ यसले भनेर यहाँ हेर्नु यो सासु बुढीको जग्गा हो हेर्नु हाम्रो सासु त निवान निवानले भनिरहेछ हो भनिरहेछ निवानले हेर्नु अब पुन्टुलाई भेट्न जाने होला पुन्टु भनेको चाहिँ हाम्रो डगी है गाइज हेर्नु यहाँ पुन्टु निवानसँग खेल्दैछ निवानको साथी कि पुन्टु चाहिँ हेर्नु पुन्टु भाइसँग खेल भाइ पुन्टु कहाँ गएको पुन्टु पनि लजायो क्या भिडियो बनाउनु लाग्यो भनेर कस्तो छ आऊ पुन्टे भाइ आऊ पुन्टु